कहिले आएको बहिनी यो चाहिँ 12 बजे आएको अघि 12 बजे होइन उयो नहाल्नु भएको हातमा ग्लोभ्स अच्छा ए भित्र टिम पुरा रहेछ त मुकेश दादा ल आउँछ भित्र बहिनीले देख्नु भएको ट्रेनिङ गर्नुभएको सरले ट्रेनिङ त गर्नुभएको छैन है चिल्दैन निकै हातले गर्नु हुँदैछ त यहाँ सरले त यो ढुङ्गा उयो छ त सर यो त राणा पस्यो यहाँभित्र राणा हाल्नुभयो राणा त्यहाँभित्र छ सर राणा छ भने त पसिहाल्छ नि है कता चिलेन चिल्नु त चिलेन तपाईँ उयो चलमल चाहिँ गर्नु हुँदैन हौ चलमल चाहिँ गर्नु हुँदैन कि निकै रहेछ नि हौ है भित्र पसेको रहेछ कि निकै रहेछ तपाईँको हातमा पो आउँदैछ त सबै म उयो हो पस्यो नि पस्दैछ पाहुना आएको छ बहिनी घरमा पाहुना आउँछ निस्किनु खोजेको जस्तो पनि छ त सर तर घरमा आउँछ है सर अब यो राणा पसेछ अब आउँछ नि राणा चाहिँ पसेको कसरी चाल पाउनु भयो राणा उयो हुन्छ नि हजुर मौरी क्या हजुर मौरीसँगै बसेको हुन्छ कि राणा त्यो ग्रुपमा बसेको हुन्छ नि त राणा त चिन्दो रहेछ नि त है अलिकति लामो हुँदो रहेछ नि त है लामो हुन्छ यहाँ छक्याउ नि हौ राणा त दुईवटा राणा त हुँदैन नि है दुईवटा हुँदैन ए ठुलै पोका रहेछ नि ऊ हेर्नु अन्त यत्रो पोका रहेछ ए म त डर लाग्यो 7-8 डोर थियो कि हजुर हजुर पहिला 7-8 डोरमा अब तपाईँको अहिले त सबै त्यो मलसप्राले खाइदियो छैन नि मलसप्रा पनि खान्छ है मलसप्राले त खाइदियो मलसप्राले छुटेपछि खतम हुने यहाँ भनेको राणा छ होला यहाँ यहाँ हेर्नुपर्छ त्यो राणा नभए त यसरी डोलो राणा नभए त यसरी डोलो बस्छ र बस्छ हेर्नु यो हेर्नु झ्याडी यस्तो रहेछ नि कस्तो चेपमा रहेछ नि त है त्यहाँबाट पनि भित्र पसेको रहेछ नि त त्यो ढोक्रो टक्कै थापेर सर हल्का काठले सार्दा हुँदैन होइन त्यसरी बिच्किन्छ मौरी नटकटकाउनुहोस् त्यसरी टकटक हामी बिच्किन्छ होला होइन मुनि नै राखेर क्या अलिक पर जानु चाहिँ त्यो झाडीले माथिल्लो बाटोबाट जाऊ नि माथिल्लोपट्टिबाट उँधोपट्टिबाट नजाऊ जाऊ चेपभित्र बहुत अप्ठ्यारो पो भयो त यो त है सरले थपक्कै बसेको भएदेखि त एकैतालमा हाल्नु भएको थिएछ नि अनुहारमा चाहिँ जम्को ट्याक्क आउँछ नि त्यति बेला चाहिँ चिल्छ है के कारण यो लगाएको क्या अझै छ त्यहाँभित्र अझै छ अझै रहेछ त फेरि अन्त झोलाभित्र जति छ त्यति नै छ त सर अझै ठुलो रहेछ नि पोका त
बहुत थिएछ नि मौरी यहाँ आयो भने त दामी हुन्थ्यो नि है होइन राना पो पसेको राना पस्यो भने त तपाईँ यतिकै जाँदा भयो नि होइन मौरी छोडिन्छ फेरि कि यो होइन राना खोज्दै आउँदैन र यहाँको पोकाको अन्त कि तर उयो मतलब सबै आएको छैन नि त यहाँ हो उम्, राना पसेकै छैन होला मेरो ख्यालले हेर्नु न ऊ चाहिँ राना पस्यो भनेदेखि त छोडिहाल्छ नि यो साह्रै उयो त छैन कौलो पसेको भए त हुन्थ्यो नि हौ तपाईँले रम हाल नेकेट हातले गर्नुभएको नि हौ मुठीमा पक्रेर हाल्नुभएको नि यहाँ चाहिँ पसेन नि त अन्त यहाँ भित्र छ अन्त मौरी लु हेर्नुहोस् हो यस्तो रहेछ नि त चेप रहेछ नि त एत। कि यो उकालो चेप रहेछ कि यो उकालो अँ, यो उकालो पनि गएछ नि आम्मामा। इ माथिसम्म रहेछ अन्त त्यो मौरी तपाईँको औँलाले थिच्यो भने त छिल्छ है हातले यस्तो माथिसम्म रहेछ नि सोरेर निकाल्नु पर्ने छ हेर्नु ल देवल भत्कियो भने फेरि मौरी मर्छ नि त हौ हाँ? सिस्नुले चिले यस्तो दुःख गरेर झिक्दैछ अन्त 35 रुपियाँ डुँड अरे नि त 3500 रुपियाँ डुँड हो नि त सरले 3500 कमायो नि 3500 हो यस्तो चेप रहेछ मेनुका बहिनी 3500 रुपियाँ कमायो नि एकैछिनमा नि आधी घन्टामा गाडी उयो रहेछ नि त बनमारा क्या हौ मुनिबाट आएको रहेछ कि उम्, अब चाहिँ यो ढुङ्गालाई निकाल्नु पाएको भए चाहिँ हुन्थ्यो है सर अनि चिप रहेछ नि त हेर्नु न आम्मामा। ढुङ्गा पल्टाउनु पनि फेरि भएन नि त है अप्ठ्यारो भयो नि त गाडी जाने डर भयो त्यही त होइन पल्टिँदैन पनि रहेछ नि त ढुङ्गा हल्लिँदैन त रहेछ अन्त तलसम्मको होला नि त यो ढुङ्गा त नहल्लिँदो रहेछ कि हेर्नु भने त्यो चेपभित्र छ के हो राणा सर यही चेपमा रहेछ त्यो चेपमा औला पस्दैन अन्त अर्कोपट्टि उतापट्टिबाट छैन उयो यताबाट छ धुलो नि। यताबाट पुरा उयो झाडी रहेछ उयसको के अरे यो बनमाराको क्या इ यत्रो पनि अन्त नेकेट हातले तपाईँले इ कस्तो पाराले चाहिँ गर्नुभएको यो त अन्त आम्मामा। त्यसम्म पसेको रहेछ कि भित्र उयो रहेछ नि त यो ढुङ्गा छ नि यो उम्, ढुङ्गाभित्र चाहिँ यस्तो खोप्रो रहेछ यस्तो रहेछ यस्तो भनेपछि मुस्किल रहेछ क्या हो राणा निकाल्नु सर निक्लिनु पर्ने म यसलाई भित्काइदिन्छु हो भित्काउनु पनि फेरि बिच्किन्छ नि त मौरी हो ओ सुमन कति तिमीलाई म भन त अर्डर गराएको है सुरु भयो ओ आजदेखि है ओ सुमन आजदेखि सुरु म कति अर्डर गर है ऊ सुरु भयो त यहाँ सुरु भयो अब उसले त टक्क रान आइहाल्यो नि त भिको नि है उम्, पस्दैछ पनि निस्किँदैछ नि है उम्, त्यसको चाहिँ अझै रहेछ साह्रै अप्ठ्यारो जग्गामा रहेछ नि त हौ आमा भित्रसम्म छ क्या दुलो है भित्र रहेछ नि हैट तेरिको भित्र फेरि उयो रहेछ नि त बनमाराको के त्यो उयो ए यी ओह्रालो सोर्दाखेरि बनमाराले रोकिहाल्दो रहेछ नि ए सोली ढुङ्गामा त छैन बनमराको उयो पनि रहेछ है जराहरू जराहरू रहेछ नि अब चाहिँ आयो होला है 4-5 पल्ट चाहिँ सरले ट्राई गर्नुभयो मुठीमा निकाल्ने भित्रबाट खै तर रानै कता हो कता भयो अहिले चाहिँ पस्यो कि आम्मामामा। यो त मुराहरू टिपेर हालेको जत्तिकै गर्नु हुँदो रहेछ नि अन्त अहिले चाहिँ पस्यो क्या है
निकै पस्दैछ नि त्यहाँभित्र त्यतापट्टि आउँदैछ नि अहिले है अब जाँदैछ हँ? जाँदैछ हेर्नु त फेरि हाल्छु ल अब त सर आयो उयो राना चाहिँ पस्यो नि तपाईँको उयो भइहाल्छ नि आफै पसिहाल्छ के पस्यो नि त्यो अब चाहिँ अलिक कम्ती मात्रामा छ है छनु चाहिँ यहाँ कि तर न भित्र छ यो भित्र छ भित्र छ नि हौ त्यहाँभित्र छ कि राना है यहाँभित्रै छ होला सोर्दाखेरि उयोले रोक्दैछ नि त यो उयोले क्या बनमाराको अहिले चाहिँ त्यता ट्राई गर्दैछ जाने बेगपट्टि जाँदैछ है बिस्तारै पस्दैछ नि त त्यहाँभित्र भएको छैन नि कस्तो चेप रहेछ भित्र अन्त ठुलो उयो रहेछ नि भित्र दुलो दुलो भित्र रहेछ नि राना पसेन रहेछ नि त अघि राना पसेन रहेछ दुलो यहाँभित्र चेप रहेछ अहिले चाहिँ झन्डै पसेको जस्तो छ र पनि हेर्नु नि रानाभित्र पस्यो भने त पसिहाल्छ नि अहिले चाहिँ बाहिर धेरै मौरी कम्ती भयो नि त सर हो त्यसले गर्दा त्यो झोल ब्यागमा पसेको जस्तो लाग्दैछ पस्नु त त्यहीँ पस्दैछ है अहिले त ब्यागमै पस्दैछ है ब्यागमा पस्दैछ है हो सबै ब्यागपट्टि जाँदैछ अहिले चाहिँ यहाँभित्र यस्तोमा त थिएछ अन्त आम्बोलु हेर्नु लो यस्तो भित्र चाहिँ थिएछ हो अहिले त अलिक धेरै कम्ती छ अहिले चाहिँ यहाँभित्र पसेको छ हो होइन राना पसेछ के हो आँखामा आउँछ नि त ध्यानलाई तर खै उयो पनि छ त सर फेरि यतापट्टि पनि आउँदैछ एक दुईवटा त एक दुईवटा यता पनि कुद्दो र होइन बेसी जस्तो त ब्यागपट्टि जाँदैछ अहिले त ऊ के राना हो राना अब त चिन्छ किन भन्नु भयो अब त उयो भइरहेको छ नि त बिचक्यो नि त अब चाहिँ चिल्छ है होइन अब लाँदा हुन्छ सर त्यो ब्याग हजुर हुन्छ अब एकपल्ट अलिक छोडिदिन्छु ल यस्तो छ नि त यस्तो छ नि त धुरी जस्तो रहेछ नि त्यहाँभित्र अँ अप्ठ्यारो जग्गा रहेछ नि त हो छ नि छ नि कि दुइटा त हुँदैन होला राने है दुइटा हुँदैन कि एउटै हुन्छ कहाँ हुँदो रहेछ त अन्त त्यो सिरानी खोल्ने पनि हुन्थेन रहेछ नि 4-5 चोटि भइसक्यो सरले यसरी पक्रेर हालेको आमामी चेप छ अन्त धुरी जस्तो रहेछ नि त यो यसलाई त अन्त धुरी जस्तो छ कि कता कतिवटा हात बनमाराको बनमाराको यसो सोर्दाखेरि चाहिँ बनमाराको यस्तो यस्तोमा अल्झिँदो रहेछ नि त त्यो भएर त न त आइसक्थ्यो नि है यति लगाइसक्थ्यो नि थपक्कै बसेको भए त है बत्तल ल्याउने यहाँ म खाने बत्तल ल्याउनु न म हाँस्छ बाबु अथा 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 म खाने हुँदाखेरि त
कान्छीलाई हेर्दा यो मान्छेले गर्दाखेरि चाहिँ मलाई मौरीले चिलेकै हो ऊ म माग्दैछ नि त बाटोबाट ऊ लो हिर्का नि सर यहाँ अत्ता यहाँ चिल्यो नि हो एउटाले यो क्या यहाँ खिल हुँदो रहेछ नि त खिल यहाँ एउटा घाँटीमा चिल्यो यहाँभित्र चिल्यो हो अथा ए यहाँनिर यहाँको त खिल निकाल्यो हो यो खिल निकाल्यो भने चाहिँ सुनिँदैन सर के लाउँछ हौ यो चिलेकोमा चाहिँ के पनि हुँदैन है सुनिन्छ होला नि है अँ भिडियो बनाएको त यही हो क्यामेराम्यानलाई नि हो क्यामेराम्यान हजुर बनायो नि यहाँ चिलेर नि हो सानो सुनिहाल्यो नि ए यहाँ हिर्कायो नि खिल ठिकै छ दबाई पनि हुन्छ अरे कोही कोही बेला त ठिकै छ कताबाट छ बाटो अझै त खेद्दैछ हजुर होइन म त सिधै ठोक्यो नि त कि सिधै ठोकेर आएर त गाडी हो नि त खिल गाडीहरू त झन् निकालौँ भन्छु झन् उयो भयो हो छुट्टी भयो सर लु सरले चाहिँ यहाँ माथि उस डाँडाबाट चाहिँ लगेर जानु हुँदैछ है खै हजुर चिल्छ है अलिक पर बस्नु ए हो चिल्यो नि मलाई त ल हुन्छ सर राख्नुहोस् न उयो पस्यो ल राणा अब त पसेको जस्तो छ हुन्छ यहाँ हाम्रो सरले चाहिँ मौरी हुन्छ मजाले ऊ ब्यागमा लगेर जानुभयो यस्तो भिडमा बसेको थिएँ सजिलो जग्गामा त अघि एकतालमा हुने 6-7 चोटि चाहिँ हात हालेर चाहिँ हातले निकालेको हो लगेर जानु हुँदैछ सरले सायद राणा पसियो होला त्यहाँभित्र आज भने चाहिँ तपाईँहरू अलिकति डिफ्रेन्स छ है मेरो यो भ्लगमा चाहिँ मौरी यहाँ देवलमा बसिरहेको रहेछ मुकेश सरले चाहिँ हाल्छु भन्नुभयो हाल्नु हुँदो रहेछ चाहिँ म चाहिँ यसो भिडियो बनाएर तपाईँहरूलाई देखाइदिउँ भने त हाल्नेलाई त होइन खिच्नेलाई नि हो यो बङ्गै चिलेर नि हो दुइटाले बर्बाद पारिने हो ल आज डिफ्रेन्स भिडियोमा चाहिँ चिल्यो है बाई यस्तै छ भिडियो चिल्यो पनि तपाईँहरूलाई यो मौरी हालेको देखाउँदाखेरि हो